नेपालहोराइजन्स.com हेरिरहनुभएका हाम्रा सम्पूर्ण दर्शकवृन्दहरूमा म शर्मिला उप्रेतीको नमस्कार। दर्शकवृन्द, यस कार्यक्रममा हामीले विभिन्न समयमा विभिन्न व्यक्तिहरूसँग भएका कुराकानीहरू हामीले राख्दै आएका छौँ। त्यसै क्रममा अमेरिका भ्रमणमा रहनुभएका नेपाली चलचित्रका महान नायक राजेश हमालसँग पनि हामीले कुराकानी गर्ने मौका पाएका थियौँ। त प्रस्तुत छ उहाँसँग भएका कुराकानी। यहाँ के कार्यक्रमको सिलसिलामा अमेरिका आउनुभयो? यसपालिको अमेरिका भ्रमण चाहिँ अलिकति पहिलाको भन्दा पृथक छ, अलिकति विशेष छ। विशेष यस मानेमा कि पहिला आउँदाखेरि त्यति नेपाली कम्युनिटीसँग खासै भेटघाटको कार्यक्रमहरू हुँदैन थियो। तर यसपालि चाहिँ नि नेपाली कम्युनिटीलाई नै विभिन्न स्टेट्समा बस्नुहुने नेपाली कम्युनिटीलाई नै विशेष गरिकन केन्द्रित गरेर कार्यक्रमहरू लिएर आएको छु। अनि त्यो क्रममा चाहिँ नि हामी विभिन्न स्टेट्समा गयौँ। अहिलेसम्म अब पहिला आउने बित्तिकै भर्जिनियामा एउटा कार्यक्रम गऱ्यौँ, त्यसपछि हामीले टेक्ससमा गऱ्यौँ, एटलान्टामा गऱ्यौँ, फिनिक्समा गऱ्यौँ र त्यस्तै चाहिँ नि अस्ति भर्खर कोलोराडोमा पनि गऱ्यौँ। र योचोटि चाहिँ नि यो स्याटरडे हामी सिकागो जाँदैछौँ, सिकागोको माउलिनमा। त्यसै कारण असाध्यै रमाइलो भइरहेछ। विभिन्न अमेरिकामा विभिन्न स्टेट्समा बस्नुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूसँग एकदमै भेटघाट अन्तर्क्रिया भएको हुनाले एउटा रमाइलो र नौलो अनुभव चाहिँ नि भइरहेछ यो भ्रमणबाट। हजुर, सबैले अहिले मिडियामा चाहिँ युनाइटेड नेपालले गरेको यो दसैँको प्रोग्राममा चाहिँ राजेश हमाल आउनु भएको भन्ने सुनियो है। यसमा तपाईँको के विचार छ? त्यसको कार्यक्रमको लागि मात्र आउनुभयो कि तपाईँको इन्डिभिजुअल प्रोग्रामको लागि आउनुभएको? विशेष गरिकन त म युनाइटेड नेपालकै चाहिँ निमन्त्रणामा आएको हो योचोटि। र अझ त्यो अन्य कार्यक्रमहरू पनि भयो, त्यसको ताजो पनि युनाइटेड नेपालले नै मिलाउनु भयो। उहाँहरू युनाइटेड नेपालको एउटा बृहत कार्यक्रम त भर्जिनियामा थिँदै थियो। हुन त एक्चुअली 2010मा खालि एउटा मात्रै कार्यक्रमको लागि चाहिँ म आएको थिएँ। तर अब अहिले युनाइटेड नेपालले चाहिँ नि धेरै अनुभव बटुलिसकेको रहेछ र यसपालि चाहिँ नि अझ पहिलाको भन्दा बृहत कार्यक्रम गर्ने योजना सहित चाहिँ नि जमर्को गरेको रहेछ। र योचोटि साँच्चै नै भर्जिनियामा उहाँहरूले असाध्यै राम्रो अडिटोरियममा एउटा एकदमै भनौँ न राम्रोसँग आयोजना गरेर कार्यक्रम गर्नुभयो। त्यस कारण युनाइटेड नेपालकै निमन्त्रणामा आएको हो। तर अब यहाँ आइसकेपछि दसैँ तिहारको मौका पनि भयो र अब एउटा दिदी र बहिनी पनि मेरो अमेरिकामै बस्नुहुन्छ। बहिनी मेरो चाहिँ नि ओहायो कोलम्बसमा छ, दिदी न्यू जर्सीमा छ, न्युयोर्कनिर। त्यस कारण अब दसैँ तिहारको बेलामा यसो अलिकति आफ्नो प्राइभेट चाहिँ नि भइ नै हाल्छ र त्यही दिदीबहिनीसँग टिका टालो गरेर पनि जाने योजना छ। हजुर, यो चलचित्र क्षेत्रमा लाग्नुभएको धेरै नै भयो। तपाईँले एक छत्रराज गर्नुभएको छ भन्दा पनि फरक नपर्ला जस्तो मलाई लाग्छ। अहिलेसम्म कतिवटा चलचित्रमा काम गरिसक्नुभयो र तपाईँलाई मन परेको चलचित्र आफूले अभिनय गरेको चाहिँ कुन चाहिँ होला? चलचित्रमा धेरै वर्ष नै भयो काम गरिरहेको। अब लगभग 24 वर्ष हुन लाग्यो होइन। पहिलो चलचित्र युगदेखि युगबाट मैले सुरु गरेको हो र यो दौरानमा धेरै चलचित्रहरू गरेँ। अब 23-24 वर्षको दौरानमा चाहिँ लगभग मैले 300 जति चलचित्रहरू गरेँ होला। र 300 चलचित्र गर्दाखेरि अब केही चलचित्रहरू छन् जो चाहिँ मेरो हृदयको नजिक छ होइन, मलाई मन परेको। जस्तो पहिलो चलचित्र युगदेखि युगसम्म जुन चाहिँ असाध्यै अपार सफलता हासिल गर्यो र त्यसैले चाहिँ मेरो भनौँ न यो कलाकारिताको चाहिँ ढोका पनि खोलिदियो। त्यो मलाई मन परेकै चलचित्र हो। र त्यसपछि क्रमशः मैले अधिकार भन्ने चलचित्र गरेँ। त्यसपछि एउटा चलचित्र मैले जीवन सङ्घर्ष गरेको थिएँ। त्यस्तै देवता भन्ने चलचित्र गरेको थिएँ जुन चाहिँ मलाई असाध्यै मन परेको। र त्यसपछि पृथ्वी भन्ने चलचित्र पनि गरेको थिएँ र एउटा कृतिमा आधारित चलचित्र गर्ने मौका पनि पाएको थिएँ। हाम्रो डायमन्ड शमशेरजीको चाहिँ बसन्ती भन्ने एउटा कृति छ, त्यसमा चलचित्र बनेको थियो र त्यो पनि मलाई मनपर्ने चलचित्र नै हो। चलचित्र क्षेत्रबाट कहिले रिटायरमेन्ट लिनुहुन्छ यहाँले? कहिले सोच्नु भएको छ? कलाकार त अब विशेष के चाहन्छ भने अब उसको पुरा जीवनभरि नै कलाकारिता गरौँ, कलाकारितामै समर्पित हौँ भन्ने एउटा कलाकारको चाहना हुन्छ। र जस्तो भूमिका अब सुरुवातमा गरे जस्तो भूमिकाहरू अन्तसम्म नहोला, तर कुनै न कुनै कोणबाट चाहिँ नि योगदान पुर्याइरहँ भन्ने नै मनसाय हुन्छ। र कलाकारिताको क्षेत्र पनि त्यस्तै क्षेत्र हो। अन्य अरू पेसा जस्तो चाहिँ नि अब ल अब 50, 60, 65 वर्ष पुग्यो, अब रिटायर हुनु पर्यो
भन्ने भन्दा पनि अब अनुभव बटुल्दै गएर अब हात खुट्टा चल्ने दिमाग चल्ने जेलसम्म कलाकारिता चाहिँ गरि नै नसकिँदो रहेछ। त्यस कारण त्यही हो मेरो रिटायरमेन्ट चाहिँ नि जबसम्म हात खुट्टा चल्छ दिमाग चल्छ रिटायरमेन्ट हुँदैन हो जस्तो लाग्छ। हजुर, तपाईँको पारिवारिक पृष्ठभूमि हेर्दाखेरि कोही पनि चलचित्र क्षेत्रमा हुनुहुन्थेन, तपाईँको बुवा चाहिँ राजदूत हुनुहुन्थ्यो, तपाईँको दिदी डाक्टर हुनुहुन्छ। कसरी यो क्षेत्रमा प्रवेश गर्ने तपाईँलाई हौसला बढ्यो, मतलब अभिरुचि लाग्यो? हौसला चाहिँ नि अब नितान्त मेरो आफ्नै इच्छाबाट नै उत्पन्न भएको हो। तपाईँले भने जस्तो अब घर परिवारमा खासै कलाकारिता बुझ्ने र चलचित्र क्षेत्रलाई बुझ्ने र यसलाई चाहिँ नि यसप्रति लाग्नको लागि कुनै किसिमको चाहिँ नि सपोर्ट दिने आधार खासै थिएन। किनकि अब म तपाईँले भने जस्तो मेरो बुवा अब परराष्ट्र मन्त्रालयमा काम गर्नुहुन्थ्यो, विभिन्न नेपाली एम्बेसीहरूमा खटेर जानुहुन्थ्यो। अब हाम्रो फेरि नेपालको चाहिँ आमा बुवाहरूको मनसाय पनि त्यही हुन्छ, छोराछोरीहरू चाहिँ एउटा सुरक्षित पेसामा लागुन् होइन, डक्टर इन्जिनियर या वकिल या एडमिनिस्ट्रेटर या आर्मी पुलिस यस्तैमा लागुन् जहाँ चाहिँ एउटा सुरक्षित भविष्य छ एउटा छ भन्ने हुन्थ्यो। अब त्यो बेलामा अझ नेपाली चलचित्र आजको घडी जस्तो अलिकति त्यति फस्टाइसकेको पनि थिएन, बाटो पनि औँलिसकेको थिएन र एउटा अनिवार्य त्यही थियो। अब त्यो घडीमा नेपाली चलचित्रमा काम गर्छु भन्दाखेरि एक किसिमको घर परिवारमा खुल्दुली त भइ नै हाल्यो कि यो एउटा नौजवान छोरो एउटा सधैँ असुरक्षित पेसामा जाँदैछ जहाँ खासै भविष्य पनि छैन। अब कलाकारितालाई नरुचाउने भन्दा पनि त्यतातिरको चासोले गर्दाखेरि घर परिवारबाट चाहिँ खासै त्यस्तो उत्साह चाहिँ आएन। त्यस कारण आफ्नै इच्छा आफ्नै चाहनाले चाहिँ लागि परेँ म यसमा र लाग्दै जाँदाखेरि अब आफ्नो बाटो आफै खन्दै गइयो र 24 वर्षको यात्रा पुरा भयो। हजुर। तपाईँ कलाकार नहुनु भएको भए के हुनुहुन्थ्यो होला? म कलाकार नभएको भए मलाई अब खास अब मेरो आफ्नो चरित्र यसो हेर्दाखेरि पब्लिक रिलेटेड काम नै गर्नु मन लाग्छ। एकचोटि मलाई एकदमै जाँगर आएको थियो कि अब घर परिवारमा कलाकारिताको त्यति बुझ्नु भएन, त्यति सपोर्ट पनि भएन। हस्पिटालिटी बिजनेसतिर जाउँ कि भनेर चाहिँ नि एकदम होटल म्यानेजमेन्ट गर्ने पनि इच्छा थियो विभिन्न ठाउँमा। त्यही नै हुन्थ्यो होला सायद। अब देश विदेशमा पनि पहिला बचपनमा चाहिँ नि अब भनौँ न अनुभव भएको बसेको हुनाले सायद विदेशमा पनि हुन्थ्यो कि थाहै छैन। तर आफ्नो बुवाको पेसालाई चाहिँ अँगाल्नुहुन्थेन यहाँले? मलाई चाहिँ नि मेरो आफ्नो चरित्र यसो हेर्दाखेरि मलाई 9 to 5 जबप्रति त्यति आकर्षित थिइनँ म। चाहिँ नि अलिकति खुला भएको हुनाले चाहिँ नि मलाई अलिकति फ्रिलान्सिङ गर्नेतिर नै बढ्ता रुचि हुन्थ्यो होला। एकदमै एउटा सेट पेसामा लागिरहने चाहिँ नि त्यति रुचि भएन। त्यस कारण पनि बुवाले इन्जिनियरिङ पढाउन खोज्दै पनि त्यो एउटा ट्र्याकमा नजाने चरित्र भएर होला त्यतातिर लागिनँ म। हजुर, राजेश हमाल अलिक घमण्डी छ, धेरै बोल्दैन भन्छन्, यसलाई के भन्न चाहनुहुन्छ, कसरी व्याख्या गर्नुहुन्छ यहाँ? होइन, मलाई त अब आफू त्यस्तो खासै घमण्डी लाग्दैन, तर अब बोल्न चाहिँ नि अब त्यतिकै म एकदम स्मल भन्छ नि अङ्ग्रेजीमा स्मल कन्भर्सेसन गरिहाल्नुपर्ने जोसँग पनि भन्ने त्यस्तो किसिमको चरित्र त छैन मेरो। तर अब हुलमिल भयो नजिकै कोही व्यक्तिसँग गयो भने त म असाध्यै खुल्छु। त्यस कारण जसले मलाई नजिकबाट चिन्नुहुन्छ उहाँहरूले चाहिँ नि आफ्नो जुन यो धारणा छ त्यो चाहिँ नि परिवर्तन गरिहाल्नुहुन्छ कि ओ हामीले त तिमी बोल्दै नबोल्ने अलिक घमण्डी जस्तो सुनेको थियौ, अहिले साथमा भेट्दाखेरि त एकदम मजाको मान्छे रहेछौ। हजुर, मतलब एकदम रिजर्भ नेचरको होइन कि कोहीसँग घुलमिल भएपछि ओपन मिजाजको राजेश हमाल हुनुहुन्छ? छु म, तर त्यो हुँदै पनि के छ भने म अलिकति आफ्नो प्राइभेसी रुचाउने व्यक्ति पनि भएको हुनाले म आफूलाई अलिकति प्राइभेट पनि राख्न त रुचाउँछु, तर पब्लिकमा गए बेलामा मान्छेहरूसँग भेट्ने बेलामा चाहिँ म असाध्यै खुल्छु पनि। हजुर, यो क्षेत्रमा लागेर के पाउनुभयो र के गुमाए जस्तो यहाँलाई फिल हुन्छ? गुमाए त अब धेरै जसो कलाकारले गुमाए भन्दाखेरि त्यही नै भन्ने हो कि अब मेरो एकदमै प्राइभेसी भएन नेपालमा विशेष गरिकन यता जाँदा। तर म चाहिँ त्यसलाई खासै गुमाएको चाहिँ ठान्दिनँ, किनकि यदि आफूले म्यानेज गर्न सक्यो भने कहीँ न कहीँ गएर आफ्नो एउटा प्राइभेसी पनि राखिन सकिन्छ पब्लिक व्यक्ति हुँदै पनि।
त्यस कारण गुमाएको मलाई खासै लाग्दैन। तर अब चलचित्र क्षेत्रबाट प्राप्त गरेको एकदम खाली कलाकारितामा चाहिने सक्सेसफुल हुनु होइन, सफलता हासिल गर्नु र आफ्नो कामलाई चाहिँ निरन्तरता दिइरहनु त्यो त छँदैछ। त्योभन्दा मलाई सबभन्दा ठुलो प्राप्ति कलाकारिताबाट चाहिँ के लाग्छ भने जुन नेपाली जनसमुदायहरू चाहे नेपालमा बसेका हुन् होइन, पूर्वदेखि पश्चिमसम्म, हिमालदेखि तराईसम्म, र अहिले नेपाली समुदायहरू जो देश विदेशमा फैलिनु भएको छ विभिन्न देशहरूमा, जस्तो अहिले अमेरिकामा आएँ, 3-4 वर्ष अगाडि इङ्ल्यान्ड गएको थिएँ, त्यस्तै अरू देशमा गइन्छ, दुबई कतारमा गइन्छ। त्यो नेपाली समुदायहरूसँग नजिकिनु पाउँदा, उहाँहरूसँग चाहिँ केही क्षण भए पनि अन्तर्क्रिया गर्न पाउँदा र नेपाली विभिन्न पृष्ठभूमिका नेपाली समुदायहरूसँग चाहिँ नि भलाकुसारी गर्न पाउँदाखेरि चाहिँ नि आफू कलाकारितामा लागेको सबभन्दा प्यारो पाटो जस्तो लाग्छ मलाई त्यो चाहिँ नि। हजुर, यो क्षेत्रमा लाग्ने मान्छेहरूको फ्युचर कतिको सिक्योर देख्नुहुन्छ यहाँले? कलाकारिता पेसा हाम्रो देशमा मात्रै होइन, संसारमा यो असाध्यै इन्सिक्योर पेसा हो। किनकि कलाकारले जबसम्म सफलता हासिल गर्दैन तबसम्म ऊ आफूलाई कलाकार भन्न सक्दैन। जस्तो तपाईँ अन्य अरू पेसामा हुनुभयो, त्यो पेसाको तपाईँले ट्रेनिङ लिनुभयो भने तपाईँ त्यो पेसा प्र्याक्टिस नगर्नुहोस्, तपाईँले म यो व्यक्ति हो, जस्तो तपाईँ डक्टर हो तर डक्टरी प्र्याक्टिस नगरे पनि तपाईँले आफूलाई डक्टर भन्न सक्नुहुन्छ। तर कलाकारितामा चाहिँ नि सफल हुन अत्यन्त नै जरुरी छ। त्यसकारण र सफलता पनि एकदमै आज सफल भयो भन्ने बित्तिकै भोलि पनि हुन्छ, अर्को वर्ष पनि हुन्छ भन्ने छैन। त्यसले गर्दाखेरि कलाकारिता पेसा आफैमा चाहिँ असाध्यै असुरक्षित पेसा हो यो। किनकि एक हिसाबले चाहिँ असाध्यै लोकतान्त्रिक पनि भएको हुनाले लोकले चाहनेन्जेलसम्म, लोकले रुचाउनेन्जेलसम्म मात्रै एउटा कलाकार टिक्न सक्छ। त्यसैले असाध्यै असुरक्षित पेसा हो यो। र नेपालमा त अब झनै भनौँ न धेरै कम कलाकारहरू मात्रै निरन्तर रूपमा चाहिँ यसमा लागिरहन सक्नुहुन्छ र एउटा सफलता हासिल गर्न सक्नुहुन्छ। यो क्षेत्रमा अहिले धेरै नै नायक नायिकाहरू आउने क्रम बढ्दो छ होइन? आउने न्यू कमरहरूलाई यहाँको के एडभाइस, उहाँहरूलाई के गर्नुपर्छ जस्तो लाग्छ उहाँहरूले अब यो क्षेत्रमा आउनका लागि? हुनु त असाध्यै राम्रो मलाई लाग्छ। अहिले जुन नयाँ पिँढीहरू आउँदै हुनुहुन्छ, उहाँहरूले काम गर्दै हुनुहुन्छ, त्यो असाध्यै राम्रो कुरा हो। किनकि चलचित्र क्षेत्र फस्टाउन त्यसले मद्दत गराउँछ होइन, मद्दत दिन्छ। तर त्यो हुँदाहुँदै पनि म नयाँ पिँढीहरूलाई चाहिँ नि अब साँच्चै नै अब कलाकारिताप्रति समर्पित हुन चाहने र एउटा कलाकार बन्ने तीव्र इच्छा र त्यसप्रति चाहिँ नि ज्ञान भएर मात्रै आउनुहोस् भन्छु। अब कहिले कहिले चलचित्र जस्तो क्षेत्रमा जाने के हुन्छ भने व्यक्तिहरू ओहो म त फलानु हिरो जस्तो देखिन्छु या फलानु हिरो जस्तो देखिन्छु, त्यस कारण म यो फिल्ममा खेल्नुपर्छ कि क्या हो भनेर पनि त्यत्तिकै एउटा भनौँ न जवानीपनमा कति मान्छेको एउटा धारणा छ नि, म अब टल छु, राम्रो देखिन्छु, म चाहिँ फिल्ममा चाहिँ फिट भइहाल्छु भन्ने एउटा विचारहरू पनि छ होइन? अनि कलाकारिताको गहिराई नबुझिकन, गहिराईमा नगइकन खालि सतहबाट मात्रै सोचेर आउनेहरू पनि धेरै हुनुहुन्छ। त्यस्तो व्यक्तिहरूलाई चाहिँ म के भन्छु भने एक्चुअली कलाकारितालाई चाहिँ गहिराईबाटै बुझेरै समर्पित भएर आउनुहोस्। किनकि त्यसले मात्रै तपाईँको चाहिँ नि दिगो कलाकारितालाई निर्धारित गर्छ होइन, अगाडि बढाउँछ। हजुर, धेरै जस्तो न्यू कमरहरू हुनुहुन्छ, उहाँहरू 1-2वटा चलचित्रमा आउनुहुन्छ, त्यसपछि बिलाएर जानुहुन्छ। तपाईँ नै एउटा यस्तो कलाकार हुनुहुन्छ कि बिगिनिङदेखि अहिलेसम्म तपाईँले आफ्नो यो कार्यक्षेत्रलाई निरन्तरता दिइरहनु भएको छ, यसको पछाडि के राज छ तपाईँको? अघि मैले भने जस्तो कलाकारिता क्षेत्र असाध्यै लोकतान्त्रिक क्षेत्र हो यो। तपाईँले सुरुवात आफ्नो मर्जीबाट गर्न सक्नुहुन्छ होला, तर यसलाई चाहिँ निरन्तरता दिइरहने र लामो समयसम्म अडिरहने चाहिँ नि लोककै हातमा हुन्छ। किनकि उहाँहरूले यदि लामो समयसम्म तपाईँको कामलाई स्वीकार दिनु भएन, तपाईँलाई स्वीकार दिनु भएन भने तपाईँको काम चाहिँ अगाडि बढ्न सक्दैन। त्यही हो, अब कलाकारिता मैले अघि भने जस्तो असाध्यै असुरक्षित पेसा हो। आज एउटा फिल्म सक्सेस भयो भन्दैमा अर्कोचोटि पनि फिल्म त्यत्तिकै सक्सेस होला भन्ने पनि हुँदैन। त्यस कारण धेरै कलाकारहरूलाई चाहिँ नि 1-2 वर्ष राम्रो भए पनि त्यसपछि फेरि अलिकति कठिन पनि हुन जान सक्छ। तर त्यस मामलामा चाहिँ म फर्चुनेट छु, म लक्की छु कि भनौँ न 23-24 वर्षसम्म लगातार काम गरिरहेको छु। अहिले पनि यहाँबाट जाने लगातार तिहारको चाहिँ नि यहाँबाट गएको 2-4 दिनमै एउटा मेरो नयाँ फिल्मको पनि सुटिङ छ। त्यस कारण म आफूलाई चाहिँ यसरी निरन्तरता दिन पाएकोमा फर्चुनेट ठान्छु। त्यो सबैलाई कलाकारितामा त्यस्तो गर्न अलिकति गाह्रो पनि छ।
ओके, राजेश हमाल महान नायकबाट चाहिँ यो अभिनेताबाट नेतातिर जान लाग्यो रे भन्ने पनि हल्ला बजारमा आएको छ। के साँच्चै नै तपाईँले परिवर्तन गर्न लाग्नु भएको आफ्नो करियरलाई? होइन, म मूलभूत रूपमा त कलाकार नै हो होइन, मेरो अब समर्पण कलाकारितामै रहन्छ। अब तर नेपालको राजनीतिमा र नेपालको एउटा नागरिक भइसकेपछि र जुन जटिलता र जुन उतार चढावबाट नेपालको राजनीति गुज्रिरहेको छ, त्यसले गर्दाखेरि चाहिँ नि नेपाली राजनीतिमा चासो चाहिँ नि म अवश्य पनि राख्छु। किनकि अहिले यस्तो नेपालमा यस्तो विडम्बना छ कि हरेक क्षेत्रको व्यक्तिहरूले को चाहिँ नि केन्द्रको बिन्दु राजनीति नै भएको छ। यस मानेमा कि यदि राजनीति सुचारू रूपमा चल्दियो भने हामी सबैको क्षेत्र पनि सुचारू रूपमा जान सक्छ भन्ने धारणाले गर्दाखेरि पनि सबैको चासोको विषय राजनीति नै भएको छ। यदि राजनीति सुचारू रूपमा गइदिएको भए, नेताहरूले चाहिँ जिम्मेवारीपूर्वक देशलाई अगाडि बढाइदिएको भए, सायद आफ्नो आफ्नो क्षेत्रमा लागेका व्यक्तिहरू आफ्नो आफ्नो क्षेत्रलाई मात्रै ध्यानमा राखेर अगाडि बढ्थ्यो होला। तर त्यो गन्जागोलले गर्दाखेरि म चाहिँ नि असाध्यै राजनीतिमा चासो राखिरहेको पनि छु र नेताहरूको चाहिँ नि कुराहरूबाट सन्तुष्टि असन्तुष्टि हुँदाखेरि व्यक्त पनि गर्न चाहन्छु। तर म मूलभूतमा कलाकार नै हो र कलाकारितामै समर्पित हुन चाहन्छु। तर पछि अब राजनीतिमा जानुभयो भने कुन चाहिँ पार्टीलाई चुज गर्नुहुन्छ कि स्वतन्त्र पार्टी खोल्नुहुन्छ तपाईँले? सायद त्यो पनि गर्नु पर्ला यदि कोही पनि पार्टीबाट चाहिँ नि आफूलाई चाहिँ नि भनौँ न प्रभाव पारेको जस्तो नपाएको खण्डमा। किनकि अहिलेसम्म मलाई लाग्छ कि कुनै पनि पार्टीले एकदमै प्रभावकारी भूमिका खेल्न सकेको र म जस्तो व्यक्तिलाई चाहिँ नि ओहो यो पार्टीमा लाग्यो भने चाहिँ नि यो पार्टीको चाहिँ नि कार्यनीति र कार्यदिशा एकदम देशलाई सुहाउँदो र राम्रो हुन्छ भनेर चाहिँ नि साबित गर्न सकिसक्यो। जस्तो भुवन केसीजी उहाँ एमालेमा प्रवेश गर्नुभयो, उहाँ पनि नेता बन्नुभएको छ। तपाईँ त्यहाँबाट इन्सपायर भएर फेरि पार्टीतिर लाग्ने कोसिस गर्नुभएको त होइन? मलाई लाग्छ राजनीतिमा पार्टी छान्नु र मान्छेले प्रेम गर्नु चाहिँ नि नितान्त व्यक्तिगत सोचाइबाट चाहिँ नि निर्धारित हुनुपर्छ जस्तो लाग्छ। अरूको देखोसिको गर्नुभन्दा पनि आफ्नो विचार काम। हजुर, अहिलेसम्मको भएको पार्टीप्रति तपाईँको कुनै प्रेम छैन भन्न खोज्नु भएको? खासै छैन, किनकि अब प्रेम हुने भने त अब हामीले हेर्दाखेरि वस्तुगत हिसाबबाट हेर्ने हो। कसैले पनि एकदमै आफ्नो कार्यहरू एकदम सक्षमताका साथ या नेपाली जनसमुदायलाई असाध्यै भनौँ न खुसी बनाएर आफ्नो राजनीतिलाई सफलता दिएर अगाडि बढेको चाहिँ उदाहरणहरू नेपालमा देखिएको छैन। नेताहरूबाट र पार्टीहरूबाट प्रायः जसो विशेष गरिकन गैर राजनीति नागरिकहरू चाहिँ निराश नै हुनुहुन्छ। त्यसले गर्दाखेरि कुनै पार्टी विशेष र नेता विशेषको चाहिँ नि प्रभाव या प्रेरणा चाहिँ खासै छैन। हजुर, म यो कार्यक्रमको यो कुराकानीको प्रसङ्गलाई म अलिकति चेन्ज गर्न चाहन्छु र राजेश हमाललाई एउटा प्रश्नले कहिले पनि छोड्दैन, त्यो यहाँको वैवाहिक जीवन के हुनेछ, कस्तो हुनेछ, को आउनेछ भन्ने कुराको। लास्ट इयर तपाईँ आउँदा भन्नुभएको थियो यो बिहाको पनि एउटा सर्टेन टाइम हुन्छ, मैले त्यो पार गरिसकेको छु भनेर भन्नुभयो। अहिले मिडियामा आएछ तपाईँको कोहीसँग अफेयर छ, तपाईँले इन्गेजमेन्ट गरिसक्नु भएको छ, तपाईँ यसलाई के भन्न चाहनुहुन्छ? साँच्चै नै हो होइन, गर्दै हुनुहुन्छ छैन? इन्गेजमेन्ट त भएको छैन, तर कसैको प्रवेश चाहिँ नि भएको छ। हजुर, बताइदिनुहुन्छ को हुनुहुन्छ उहाँ कि भन्न मिल्दैन? अब उहाँको परिचय त उहाँ आफैले दिएको राम्रो, तर उहाँ अब विशुद्ध एकदमै 100% नेपाली नारी हुनुहुन्छ। उहाँ नेपालको भनौँ न उहाँको पुर्खौली चाहिँ नि पूर्वतिरको हुनुहुन्छ। उहाँ चलचित्र क्षेत्रको हुनुहुन्न। हजुर, र अब सबै कुराहरू मिल्यो र अगाडि बढ्यो भने सायद अब चाँडै नै होला विवाह। अब नेक्स्ट इन्टरभ्यूमा दुवैजनालाई देख्न पाइन्छ? मलाई लाग्छ जहाँसम्म अब नेक्स्ट टाइम अमेरिका आउँदाखेरि सायद म विवाहित भइसकेको हुन्छु। विश यू अल द बेस्ट है त्यसको लागि। अनि अर्को कुरा, अब म तपाईँलाई फटाफट 5वटा प्रश्न भन्छु, त्यसको तपाईँले फटाफट जवाफ दिनुपर्ने हुन्छ। तपाईँलाई मनपर्ने चलचित्र कुन होला? देवता। मनपर्ने नायक? सरोज खनालजी। नायिका? नायिका मलाई निरुता सिंह। नेता? नेपालमा कोही पनि छैन।
र कुनै एक छान्नु पर्दा पर्यो भने मैले सायद अब उहाँको आइडियोलोजीलाई भन्दा पनि एज अ व्यक्ति चाहिँ नि सायद बिपीलाई छान्थेँ कि। अनि मनपर्ने देश यहाँलाई? मलाई भन्दाखेरि त अब यो नेपालीले भन्यो भनेर एकदम सुन्नेला, तर मनपर्ने देश नेपाल नै हो मलाई। किनकि मलाई लाग्छ कि जुन हाम्रो देश छ त्यो विशेष देश छ र जुन आम नेपालीहरू हुनुहुन्छ, आम नेपालीहरू पनि असाध्यै विशेष चरित्रको हुनुहुन्छ। तर विडम्बना के छ भने त्यही आम नेपालीबाट उठ्नुभएका जुन नेताहरू छ उहाँहरूको चरित्र चाहिँ असाध्यै बाङ्गो छ। किन भयो मलाई त्यो थाहा भएन। तर आम नेपालीहरू जस्तो विशेष चरित्र भएको, मिलनसार, संवेदनशील, एक आपसको सहयोगी भावना मैले अन्य कुनै राष्ट्रको नागरिकहरूमा देखेको छैन। त्यो मामलामा चाहिँ मलाई लाग्छ कि नेपाल नै राम्रो हो। तर यसलाई सुन्दर र अझ राम्रो गराउन चाहिँ नि नेताहरू सुध्रिनुपर्छ जस्तो लाग्छ। हजुर, दर्शकहरूलाई केही मेसेज यहाँको? दर्शकहरूलाई अब त्यही हो, अब नेपालबाट आउनुभएका जति पनि नेपालीहरू छौँ हामीहरू जो विभिन्न राष्ट्रमा फैलिएका छौँ, सबभन्दा मुख्य कुरा त हामी जस्तोसुकै पृष्ठभूमि, जस्तोसुकै जात या धर्मको पृष्ठभूमिका भए तापनि हामी सबैजना नेपाली हौँ र हामी सबैलाई नेपालीपनको डोरीले बाँधेको छ र त्यो डोरी हामीले नै बलियो गराउनुपर्छ। तपाईँ हामी सबै मिलेर त्यही नै अनुरोध गर्न चाहन्छु। र जुन एउटा कलाकार र नेपाली कलाकारितालाई माया र स्नेह दिनुभएको छ त्यो अझ गहिरिँदै जाओस्, बलिउँदै जाओस्। र अहिले अब दसैँ तिहारको पनि माहौल छ, तिहार आउँदैछ। यहाँहरू सबैलाई चाहिँ एकदम दसैँ तिहारको हार्दिक मङ्गलमय शुभकामना र एकदमै अगाडिबाटै नै अङ्ग्रेजी नयाँ वर्षको पनि 1-1.5 महिनामा जुन आउँछ त्यसको लागि पनि शुभकामना। हजुर, यस्तो व्यस्तताको बावजुद पनि हाम्रो स्टुडियोसम्म आएर यो इन्टरभ्यू दिनुभयो त्यसका लागि हामी सगरमाथा टिमको तर्फबाट यहाँलाई आभार व्यक्त गर्न चाहन्छौँ। धेरै धेरै धन्यवाद। नमस्कार। त दर्शकबिन, उहाँ हुनुहुन्थ्यो नेपाली चलचित्रका महान नायक राजेश हमाल। उहाँसँगको यो छोटो मिठो कुराकानीका साथसाथै म शर्मिला उप्रेती पनि आजको यस कार्यक्रमबाट बिदा लिन चाहन्छु। नमस्कार।